ल सनराइज भएकै छैन, किन यति चाँडो उठेको भन्ने कुरा तपाईँहरूले धेरैले सुन्नुहुन्छ होला जो ब्रह्म मुहुर्तमा उठ्नुहुन्छ। र आज चाहिँ मेरो 365 डे स्मल चेन्जेस सिरिजको डे 3। आज चाहिँ हजुरहरूलाई म ब्रह्म मुहुर्त के हो र ब्रह्म मुहुर्त कसरी निकालिन्छ भन्ने सानो जानकारी लिएर आएको छु। ब्रह्म मुहुर्त भन्ने बित्तिकै क्रिएटर टाइम भनिन्छ र हाम्रो हिन्दू धर्म अनुसार चाहिँ ईश्वरको समय र सर्वोच्च चेतना भएको समय पनि भनिन्छ। अनि एज पर साइन्टिफिक चाहिँ के भनिन्छ भने यो टाइममा चाहिँ अक्सिजनको मात्रा एकदमै धेरै हुन्छ र हाम्रो अर्को चाहिँ मेलाटोनिन स्लिप हर्मोन्सको मात्रा चाहिँ यो टाइममा घट्दै जाने भएको कारणले गर्दा हाम्रो ब्रेनमा चाहिँ एकदम ताजगीको महसुस हुन्छ भनिन्छ। अनि ब्रह्म मुहुर्त कसरी पत्ता लगाउने भन्दा सनराइज भएको समयबाट 1 घन्टा 36 मिनट चाहिँ घटाउनुपर्छ तपाईँले। जस्तै आज सनराइज भएको थियो 6 बजे र आजको ब्रह्म मुहुर्त टाइम 4 बजेर 24 मिनटदेखि 5 बजेर 12 मिनट।